युट्युबले च्यानल मोनिटाइज नगरेर पनि पैसा दिइरहेको हुन्छ साथीहरू। हो साथीहरू, तपाईहरु पनि युट्युबमा काम गर्दै हुनुहुन्छ र नयाँ हुनुहुन्छ र तपाईहरुको भिडियोमा 100-200 भ्युज मात्रै आउँछ भने तपाईहरुलाई त्यो 100-200 भ्युजको पनि युट्युबले पैसा दिइरहेको हुन्छ साथीहरू। यो कसरी चेक गर्ने तपाईहरुलाई थाहा छैन भने म यसै भिडियोमा तपाईहरुलाई देखाउने कोसिस गर्नेछु साथीहरू। सबभन्दा फर्स्टमा यस्तै भिडियोहरु हेर्नको लागि च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला साथीहरू। हुन्छ, हामी भिडियोतर्फ अगाडि बढ्नेछौँ साथीहरू। यता साइडमा रहेको स्क्रिनमा ध्यान दिएर हेर्नुहोला र स्टेप बाइ स्टेप फलो गरेर तपाईहरु पनि सजिलै हेर्न सक्नुहुन्छ साथीहरू। सबभन्दा फर्स्टमा चाहिँ तपाईहरुले आफ्नो मोबाइलमा रहेको प्ले स्टोरलाई चाहिँ ओपन गर्नु होला साथीहरू। र प्ले स्टोरलाई ओपन गरिसकेपछि यहाँनिर माथि रहेको यो सर्च बारमा गएर तपाईहरुले चाहिँ वाइ टुल भनेर सर्च गर्नु होला साथीहरू है। यसरी वाइ टुल भनेर सर्च गरिसकेपछि यहाँनिर हेर्न सक्नुहुन्छ यस्तो खालको एउटा एप्लिकेसन आउँछ साथीहरू है। यो वाइ टुल लेखेको यो एप्लिकेसन आउँछ। तपाईहरुले चाहिँ सिम्पली यो एप्लिकेसनलाई चाहिँ तपाईहरुले डाउनलोड गर्नुपर्ने हुन्छ साथीहरू है। यो चाहिँ मैले डाउनलोड गरिसकेको छु र यदि तपाईहरुले गर्नुभएको छैन भने पनि तपाईहरुले डाउनलोड गर्न सक्नुहुन्छ साथीहरू है। र त्यसपछि सिम्पली यहाँनिर ओपन लेखेको अप्सन छ। यसरी चाहिँ ओपन लेखेको अप्सनमा चाहिँ तपाईहरुले क्लिक गर्नु होला साथीहरू है। यसरी क्लिक गरिसकेपछि तपाईहरुको यस्तो खालको इन्टरफेस सो भएर आउँछ साथीहरू है। यस्तो खालको इन्टरफेस सो भएर आउँछ र अब तपाईहरुले यहाँनिर रहेको छ मेन काम भनेको यहाँनिर रहेको छ साथीहरू। भिडियो अन्तिमसम्म हेर्न नबिर्सनु होला र साथै च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है त। र यति गरिसकेपछि अब चाहिँ तपाईहरुलाई के चाहिन्छ भन्दा तपाईहरुको युट्युब च्यानलको लिंक चाहिँ यहाँनिर चाहिन्छ साथीहरू है। यसको लागि चाहिँ तपाईहरु यहाँबाट सिधा ब्याक भएर आफ्नो युट्युब च्यानलमा जानुस् र युट्युबलाई अन गर्नुस् साथीहरू। यसरी चाहिँ युट्युबलाई अन गर्नुस् र त्यसपछि यहाँनिर रहेको सिम्पली यहाँनिर रहेको यो तीनवटा थोप्ला वाला अप्सनमा क्लिक गर्नुस् र यसरी क्लिक गरिसकेपछि अब यहाँनिर आउँछ साथीहरू यो जुन शेयर गरेको शेयर लेखेको अप्सन आउँछ। तपाईहरुले सिम्पली यहाँनिर शेयर लेखेको ठाउँमा क्लिक गर्नु होला साथीहरू है। यसरी शेयर लेखेको अप्सनमा क्लिक गरिसकेपछि यहाँनिर रहेको छ यो कपी लिंक भन्ने अप्सन आउँछ। यहाँनिर चाहिँ दबाएर तपाईहरुले आफ्नो युट्युब च्यानलको चाहिँ लिंकलाई कपी गर्नु होला साथीहरू है। यसरी लिंक कपी भइसकेपछि अब तपाई चाहिँ सिधा यहाँबाट यसरी ब्याक भएर जुन अघि खोलेको थियौ हामीले त्यहाँ सिधा आउन सक्नुहुन्छ साथीहरू है। तपाई चाहिँ यसरी त्यहाँ आइसकेपछि अब चाहिँ यस्तो खालको इन्टरफेस सो हुन्छ साथीहरू र यसरी चाहिँ तपाईहरुले पुनः खोल्न सक्नुहुन्छ है। र त्यसपछि चाहिँ यहाँनिर रहेको छ यो फर्स्ट अप्सनमा रहेको छ यो इन्टर भिडियो च्यानल युआरएल भनेको छ। तपाईहरुले एउटा भिडियोको मात्रै अर्निङ हेर्न चाहनुहुन्छ अथवा पुरा च्यानलको अर्निङ हेर्न चाहनुहुन्छ। तपाईहरुले यदि च्यानलको अर्निङ हेर्न चाहनुहुन्छ भने च्यानलको लिंकलाई कपी गरेर यहाँ राख्नुपर्छ र तपाईहरुले एउटा मात्रै भिडियोको अर्निङ हेर्न चाहनुहुन्छ भने एउटा भिडियोको मात्रै लिंकलाई कपी गरेर तपाईहरुले यहाँ राख्नु होला साथीहरू है। मैले चाहिँ च्यानलको अर्निङ हेर्नु पर्ने भएकोले च्यानलको लिंक चाहिँ राखेको छु साथीहरू है। र सिम्पली मैले चाहिँ यहाँनिर यसरी दबाएर यसरी पेस्ट गरे भने यहाँनिर हेर्न सक्नुहुन्छ यो च्यानलको लिंक आइसकेको छ साथीहरू है। र त्यसपछि चाहिँ तपाईहरुले यहाँनिर सिम्पली यो गो लेखेको अप्सन छ। तपाईहरुले सिधा यहाँनिर यो गो लेखेको अप्सनमा चाहिँ क्लिक गर्नुभयो भने तपाईहरुको चाहिँ जति पनि अर्निङ भएको छ यो सबै पैसाहरु यहाँ देखाउँछ साथीहरू है। हेर्न सक्नुहुन्छ यहाँनिर हेर्न सक्नुहुन्छ मेरो च्यानलको भ्युज भनेको 10,49,584 चाहिँ भ्युज गएको छ अहिलेसम्म। झन्डै 1.1 मिलियन पुग्न लागेको छ र मैले 50 वटा मात्रै भिडियो अपलोड गरेको छु अहिलेसम्म र मेरो सब्स्क्राइबर्स भनेको 725 सब्स्क्राइबर चाहिँ मेरो भइसक्नु भएको छ साथीहरू है। हेर्न सक्नुहुन्छ अब चाहिँ हेर्न सक्नुहुन्छ यो च्यानलको अर्निङ चाहिँ देखाउँछु है मेरो। हेर्न सक्नुहुन्छ यसरी चाहिँ तपाईहरुले यहाँनिर मेरो एभरेज एउटा भिडियोको एभरेज अर्निङ भनेको एउटा भिडियोबाट $42 को एभरेजमा कमाई भइरहेको छ साथीहरू है। $42 को कमाई भइरहेको छ र मेरो च्यानलको टोटल अर्निङ भनेको $2160 चाहिँ अर्निङ भएको छ साथीहरू है। यो अर्निङ भनेको तपाईको नेपाली रुपैयाँ बराबर लगभग झन्डै 2.5 लाख रुपैयाँ जति अहिलेको रेट अनुसार 2.5 लाख जति अर्निङ भइसकेको छ साथीहरू है। र तपाईहरुलाई के जानकारी गराउन चाहन्छु भन्दा तपाईहरुले यसरी चाहिँ सजिलै आफ्नो च्यानलको चाहिँ अर्निङ चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू। तपाईहरु चाहिँ 100% चाहिँ यो चाहिँ अर्निङ भयो भनेर चाहिँ तपाईहरु भ्रममा नपर्नु होला साथीहरू। यो चाहिँ तपाईहरुलाई यो अर्निङ भएको पैसा चाहिँ युट्युबले दिदैन, आफैले राख्छ साथीहरू है। र यसको लागि चाहिँ तपाईले यो अर्निङ लिनको लागि चाहिँ तपाईले आफ्नो युट्युब च्यानललाई चाहिँ मोनेटाइज गरेको हुनुपर्छ साथीहरू। जब तपाईको मोनेटाइज हुन्छ
त्यसपछि मात्रै तपाईको अर्निङ काउन्ट भएर तपाईको ब्याङ्क खातासम्म युट्युबले पठाइदिन्छ साथीहरु। तपाईहरुको युट्युब च्यानल मोनेटाइज नहुँदासम्म तपाईहरुलाई चाहिँ यसरी चाहिँ युट्युबले पैसा चाहिँ पे गर्दैन साथीहरु है। आशा गर्छु तपाईहरुलाई यो भिडियो मन पर्यो होला साथीहरु र तपाईहरु पनि आफ्नो युट्युब च्यानलको अहिलेसम्म अर्निङ कति भएको छ भनेर चाहिँ चेक गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरुलाई लागि एकदमै उपयुक्त हुनेछ। र यदि भिडियो मन पर्यो भने एक लाइक र अनि एउटा मिठो कमेन्ट र साथै च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सनु होला। यस्तै भिडियोहरु हेर्नको लागि हवस् त, धन्यवाद।